हेलो बाई सबैजनालाई आज पनि गुड मर्निङ मेरा प्यारा विद्यार्थी भाइ बहिनीहरू। मैले आज मेरा प्यारा विद्यार्थी भाइ बहिनीहरूको लागि जिरो लेभलदेखि जिरो बेसिक इन्टरमिडिएट र हाई लेभल 4 किसिमको म्याथमेटिक्सका क्वेसनहरूमा क्याटेगोराइज गरिएको हुन्छ। त्यसमध्येमा पनि मैले जिरो लेभलबाट सिकाउँदैछु। मलाई हाई लेभलसम्मको पनि इन्टरमिडिएट लेभलसम्मको क्वेसन पनि सोल्युसन गर्न आउँछ र सिकाउन आउँछ। तर पनि प्यारा विद्यार्थी भाइ बहिनीहरूको लागि चाहिँ मैले जिरोबाट सुरु गर्नुपर्ने हुन्छ। र कुनै पनि म्याथमेटिक्स सिक्न चाहने जो कोही साथीहरू हुनुहुन्छ जो +2 गरेको तर म्याथमा चाहिँ कमजोर भएको हुनुहुन्छ, विक हुनुहुन्छ भने उहाँहरूको लागि पनि यो भिडियो एकदमै उपयोगी हुनेछ। कृपया यो भिडियोलाई चाहिँ स्किप नगर्नु होला है। र तपाईँले आफ्नो प्रोफाइलमा सेयर गरिहाल्नु। यदि पहिलोपटक यो मेरो च्यानलमा जोडिनु भएको छ भने कृपया तपाईँले के गर्नु पर्यो भनेपछि तुरुन्तै जोडिहाल्नु पर्यो है। तुरुन्तै के गर्नु पर्यो, जोडिहाल्नु पर्यो। र मेरो युट्युब च्यानलमा चाहिँ डेयर म्याथमेटिक्स टिचर भन्ने युट्युब च्यानल छ, त्यसमा पनि जोडिन सक्नुहुन्छ है। मैले आज लस सिकाउँदैछु। लस है, लस तपाईँलाई थाहा छ लस भने के हो भन्ने कुरा? लघुत्तम समापर्वत्य है। समापर्वत्य भनेको एकै नासको है। लस है अर्थात् एउटा एलसिएम है, लोएस्ट कमन एलसिएम मल्टिपल है। अब सबैभन्दा लोएस्ट भनेको कम है, लस भनेको लघुत्तम भनेको सबैभन्दा सानो है। जस्तै अब हेर्नुहोस्, म तपाईँलाई अल्जेब्रिक एक्सप्रेसनको यो फेरि बीजगणितको सिकाउँदैछु मेरा प्यारा विद्यार्थी भाइ बहिनीहरू। तर तपाईँलाई चाहिँ अङ्कगणितको माध्यमबाट पनि सिकाउँछु। जस्तै हेर्नुहोस्, यहाँ 10 छ, यहाँ चाहिँ 20 छ है। देखिन्छ देखिँदैन हेरेँ मैले है। ल देखिँदो रहेछ है 10। ल यस्तो बनाउँछौँ, हामीलाई खण्डीकरण भन्छौँ होइन, खण्डीकरण। जस्तै यसलाई 2ले भाग गर्छौँ क्या 20लाई। जब 2ले भाग खाँदैन त्यसपछि 1ले भाग गर्छौँ है। सरी के अरे 3ले भाग खाएन 4ले, त्यसरी गर्ने है। ल यसरी हुन्छ। हामीलाई त थाहा छ सानोमा यसरी भाग गरेका छौँ, 10 दूना 20 यसरी काट्छौँ हो। तर हामीले यहाँ यसरी गर्दैनौँ। हामीले यहाँ सिधै 2 माथि लेख्छौँ, 10 यहाँ लेख्छौँ। फेरि यस्तो बनाउँछौँ, 10 को ठाउँमा फेरि 2ले भाग गर्दाखेरि यहाँ 10 छ, यहाँ 2 राख्छौँ, 5 दूना 10 यसरी गराउँछौँ हो। यहाँ 2 लेख्छौँ, यहाँ 5 लेख्छौँ। ल यसरी चाहिँ हामीले यसलाई के गर्यौँ, खण्डीकरण गर्यौँ। फ्याक्टर, इङ्ग्लिसमा फ्याक्टर, नेपालीमा खण्डीकरण। मैले भनेका शब्दहरूलाई चाहिँ विद्यार्थी भाइ बहिनी तथा अभिभावक र गार्जेनहरूले के होला, नोट गर्नु होला है। फ्याक्टर, फ्याक्टराइजेसन भनेको के हो, खण्डीकरण हो है। खण्डीकरण भनेको के रहेछ त, यो 20लाई खण्ड खण्ड गर्नु, टुक्रा टुक्रा बनाउनु। अब मैले हिजो पनि सिकाएको छु, जो मेरो भिडियो दैनिक दिन हेर्छ उसले चाहिँ बुझ्छ है। ल 20लाई एउटा 10 पनि बनाउन सकिनेछ, एउटा 2 पनि बनाउनेछ, एउटा 5 पनि बनाउन सकिन्छ, एउटा 2 पनि बनाउन सकिन्छ। मतलब 20लाई 10ले पनि भाग खाँदो रहेछ, 2ले पनि भाग खाँदो रहेछ, 5ले पनि भाग खाँदो रहेछ, र 4ले पनि भाग खान्छ। किनकि यो 2 र यो 2 गुणन गर्दा के हुन्छ, 4 हुन्छ भने 4ले पनि भाग खाँदो रहेछ। यसरी चाहिँ टुक्रा टुक्रा बनाउनलाई हामी के भन्छौँ, खण्डीकरण भन्छौँ है। ल यो बुझ्नुभयो। अब 10लाई 5 दूना 10। अब हेर्नुहोस्, एलसिएम भनेको के हो भनेपछि दुईटा पदको, यो एउटा पद हो, यो एउटा पद हो। मतलब यो 20 छुट्टै हो, 10 छुट्टै हो। यसलाई दुईटालाई एउटै बनाऊँ है। यहाँनिर मैले के गरेँ, यो 20 राखेँ, 20 राखेँ, बराबर गराएँ, यो 2 लेखेँ, यो दुईटा 2 लेखेँ मैले, 2 × 2 लेखेँ, अनि एउटा बचेको 5 पनि लेखेँ हो। अब हेर्नुहोस्, यहाँ 10बाट टुक्राउँदा के बनाएको थियो त, 2 र 5 बनाएको थियो। 10 यहाँ लेख्छौँ, 2 लेख्छौँ, × 5 लेख्छौँ हो। 10 टुक्राउँदाखेरि 2 र 5 भएको थियो। 20 टुक्राउँदाखेरि 20लाई गुणनखण्ड गर्दा कति भएको थियो, 2टा 2 र 5 भएको थियो भने अब यिनी दुईटाबाट साझा भन्छौँ। साझा भनेको कमन, माथि पनि भयो तल पनि भयो। हेर्नुहोस्, यो 20 को लाइनमा भयो 5 छ, तल पनि 5 छ, यिनी दुईटा के भयो त, साझा। यिनी दुईटा मध्येमा एउटा मात्रै लेख्ने हो है। अब यहाँ 2 छ भने यहाँ एउटा मात्र 2 छ। हेर्नुहोस्, यो 2 को एउटा मात्र 2 लेख्ने, यो 2 र यो 2 मा के लेख्ने, एउटा 2 लेख्ने, अनि इन्टु लेख्ने। यो 5 र यो 5 मा एउटा के लेख्ने, 5 मात्रै लेख्ने। अब बचेको यसको जोडा भएन है। हेर्नुहोस्, भनेपछि यिनी दुईटालाई हामी के गर्छौँ, गुणन गर्छौँ। 5 दूना कति हुन्छ, 10। हेर्नुहोस्, अब हेर्नुहोस्, सरी, अनि यो बाँकी गुणनखण्ड भन्छ, × 2। बचेको पनि लेख्छौँ। पहिला के गर्छौँ, साझा गुणनखण्ड × बाँकी गुणनखण्ड है। लस भने के रहेछ त, लस भने के रहेछ, साझा गुणनखण्ड × बाँकी गुणनखण्ड। हेर्नुहोस् त,
लाई के भनिन्छ खण्ड, यसलाई के भनिरहेछ लस भनिरहेछ है। साझा गुणनखण्ड भने 2 र 5 भए, बाँकी गुणनखण्ड भने के हो त 2 भयो। भनेपछि यिनी दुईटालाई गुणन गर्दा कति हुने रहेछ त 20, तीनवटालाई 5 दुना 10 दुना 20, 5 र 2 लाई गुणन गर्दा 10 र इन्टु 2 लाई गुणन गर्दा 20 भने 20 भयो हैन। अब हामीले के बुझ्नु पर्यो भने लोएस्ट कमन फ्याक्टर भनेको मध्येमा हाम्रो एलसीएम के भयो त 20 भयो। 10 र 20 को एलसीएम के हुनेछ 20 हुनेछ। यदि तपाईले सर्ट तरिकाबाट सिक्न चाहनुहुन्छ भने मैले विगतमा धेरै भिडियो बनाएको छु, त्यहाँ गएर हेर्नु होला है। ल हेर्नुस्, यो चाहिँ लस भयो। अब यसैलाई मस भन्छन् के, मस महत्तम समापर्वत्य, यसैलाई के भन्छन् मस पनि भन्छौँ है। यसैलाई भन्नाले यस्तै फर्मेटमा गरिनेलाई है मस भनिन्छ। यसलाई इङ्ग्लिसमा HCF हाइएस्ट कमन फ्याक्टर एन्ड मस। अब हाइएस्ट कमन फ्याक्टर र लोएस्ट कमन मल्टिपल है, LCM र HCF, ठिक छ यही नै हो। अब मस हुँदाखेरि फेरि के हुन्छ त लस हुँदाखेरि ठुलो पद मानिन्छ, सरी लस हुँदाखेरि हेर्नुहोस् यहाँ अब के लेख्नु त हामी 2 × 5 × 2 गर्दा 20 भयो। एलसीएम कति भयो त लस बराबर 20 भयो है, एलसीएम 20 भयो। अब मस बराबर कति भयो भन्नुहुन्छ भने मसमा फेरि अब के हुन्छ भने मसको सूत्र मस बराबर के हुन्छ साझा गुणनखण्ड, साझा गुणनखण्ड मात्रै हुन्छ है। मसमा के हुने रहेछ त साझा गुणनखण्ड मात्रै। अब साझा गुणनखण्ड 10 र 20 का साझा गुणनखण्ड के हुन्, यो 2 होइन अरु सबै हो। यो र यो 2 को साझा एउटा। हामीले साझा कसरी निकाल्छौँ, यो 20 को लाइनमा हेर्छौँ अनि 10 को लाइनमा हेर्छौँ। 20 को लाइनमा 2 छ, 10 को लाइनमा 5 छ भने यो 5 र यो 5 पनि के हुन् साझा हुन्। भनेपछि 2 × 5 2 × 5 बराबर 10। हेर्नुहोस् 5 दुना 10। अब मस कति आयो त मस 10 आयो है, मस कति आयो 10, लस कति आयो 20। तपाईँ बुझ्नुहोस् कि लस निकाल्ने बेलामा गुणनखण्डहरू साझा गुणनखण्ड र बाँकी गुणनखण्डलाई गुणन गर्दाखेरि जति आउँछ त्यो के हुन्छ मस लस हुन्छ, लघुत्तम समापर्वत्य। यसको मतलब बुझ्नुहोस् कि एलसीएम जसलाई हामी के हुन्छ ठुलो हुन जाने रहेछ लस हुँदाखेरि, तर मस निकाल्दाखेरि के हुने जाने रहेछ हाम्रो सानो अङ्क मस हुँदो रहेछ। यसको मतलब सानो अङ्क 10 र 20 मा त सानो अङ्क के हो 10 हो नि त, 10 चाहिँ सानो अङ्क मस हुँदो रहेछ है। मस भनेको महत्तम समापर्वत्य है। ल अब यसरी मैले बुझाएँ, तपाईँले आफ्नो बुकमा पनि हेरेर गर्नु होला है। ल अब मैले के लेख्दैछु भनेपछि लस, यो त बुझिसक्नुभयो होइन 20 10 है। अब मैले के छ अल्जेब्रिक एक्सप्रेसन भयो है। ल हेर्नुहोस् यहाँनिर 3x² y 3 लेखेँ, यहाँ 1 नम्बरको यसलाई एउटा पद भन्छन् है। म दुई वटा पदमा अहिले जान्न, यसलाई एउटा पद भन्छ। अब 3 लाई एउटा यो भयो, अर्को म ल यसलाई भरि मैले बनाइदिएँ। अब 3 लाई त हामी टुक्र्याउन सक्दैनौँ, यस्तो बनाएर टुक्र्याउन सक्छौँ त सक्दैनौँ त होइन। त्यसले गर्दा हामी यसलाई 3 को 3 नै लेख्छौँ है, 3 को 3 लेख्छौँ इन्टु लेख्छौँ। x² भनेको के हुन् 2 वटा x भनेको x को घात 2 भन्नु र x² भन्नु, x को वर्ग भन्नु एउटै कुरा हो है विद्यार्थी भाइबहिनी। x² भनेको 2टा x हो, x इन्टु x। यस्तो थोप्लाले के जनाउँछ x जनाउँछ है, x इन्टु x। अब यहाँनिर y छ, फेरि यस्तो पोइन्ट दिने, x र y को बिचमा पनि केही नभए त इन्टु चिन्ह हुन्छ, त्यसले गर्दा यहाँ पोइन्ट लेखेँ मैले। पोइन्ट भन्नुको अर्थ इन्टु हो है, फेरि इन्टु भनेको मल्टिप्लाई गुणन चिन्ह हो। यो थोप्लो भनेको गुणन चिन्ह बुझ्नुपर्छ है। कतिवटा x छन् त सरी के कतिवटा y छन् त 3 वटा y छन्, x इन्टु सरी y इन्टु y। हेर्नुहोस् त 3 वटा y बनाइदिए, यिनी थोप्लालाई इन्टु भनिन्छ है। ल हेर्नुहोस् x3 र x को बिचमा केही चिन्ह नभएपछि इन्टु चिन्ह राख्ने, x र y को बिचमा केही चिन्ह नभएपछि के गर्ने इन्टु चिन्ह राख्ने है। त्यो इन्टु चिन्ह भने के हो त थोप्ला हुन् है। जस्तै 5² भयो भने के हुन्छ 5 इन्टु 5 दुईटा 5 हो भनेको है। अब 5³ भनेको 5 को पावर 3 भनेको के हो त 3टा 5 हो भनेको। अब तपाईँलाई सोध्यो 3टा 5 भनेको के हो भन्यो भने पनि फेरि 5³ हो भनी भनिदिनु पर्यो नानी बाबुहरूले है। अब हेर्नुहोस् यहाँनिर यसरी बुझ्नुभयो ल। अब यसलाई गुणन गर्ने, x3 ले 3 इन्टु x गुणन गर्दा के हुन्छ 3x नै हुन्छ,
3x नै एन्सर हुन्छ। यो त तपाईहरुलाई थाहा पाउनु भयो होला हैन। यो x 3x नै हुन्छ। अब x को गुणांक भनेको कोइफिसिएन्ट यसलाई के बुझ्नुस् भनेको चाहिँ यो 3 र x भनेको x लाई 3 पटक गुणन गर्ने भनेको। यो 3 भनेको के हो गुणांक हो। यसलाई के भन्छ नेपालीमा गुणांक। यो लेख्नुको अर्थ के रहेछ त 3x ले 3 पटक गुणन गर्नु हो है। यसरी बुझ्नु होला। म अहिले त्यता गएन है। ल यहाँनिर बुझ्नुस्। अब 3 ले x लाई गुणन गर्दा 3x के हुने भयो 3x हुने भयो। अब सरी 3x त हुने नै भएको। x ले x लाई गुणन गर्दा के हुन्छ त x² हुने भयो। हेर्नुस् 3 ले x लाई गुणन गर्दा 3 को ठाउँमा 3 नै राखौं किनकि 3x भन्ने कुरा त मैले सिकाइसके। x ले x लाई गुणन गर्दा x² भयो। 3 वटा y लाई गुणन गर्दा के हुन्छ त y² हुन्छ है। जस्तै y³ बराबर y इन्टु y हेर्नुस् त अब 3 वटा y लाई गुणन गर्दा के हुन्थ्यो y³ हुन्थ्यो। त्यस्तै गरेर x² भनेको के हो त x इन्टु x है। के हो त x इन्टु x। ल हेर्नुस् x इन्टु x भनेको के हो x मल्टिप्लाई x मतलब x ले x लाई गुणन गर्दा x² हुन्छ। मतलब दुईटा x हुन्छ भनिन्छ। दुईटा x हुन्छ भने कसरी लेख्छौं त x को टाउकोमा हामी के लेख्छौं घात बनाइदिन्छौं 2 लेखिदिन्छौं। यसलाई घात पनि भनिन्छ पावर पनि भनिन्छ एक्सपोनेन्ट पनि भनिन्छ है। विद्यार्थी भाइबहिनीले कसरी बुझ्नुहुन्छ भन्ने कुरा हो है। अब तपाईलाई यस्तो पनि लेख्दैला फेरि कहिले हेर्नुस् है x इन्टु x बराबर कति हुन्छ भन्यो। अब 1 2 3 टा x छ भने कतिवटा x हुन्छ x को पावर 3। यसलाई पावर भने पनि भयो घात भने पनि भयो घाताङ्क भने पनि भयो एक्सपोनेन्ट भने पनि भयो। x को टाउकोमा 3 लेखिदिने भने पनि भयो। यसरी चाहिँ 3 टा x भनेको x क्यू हो भन्नु है। ल तपाईले बुझ्नुहोस्। अघि मैले सिकाइसकेका थिएँ 1 2 टा पद 20 र 10 को एलसीएम कति हुन्थ्यो 20 हुन्छ भनेको थिएँ। किनकि यसलाई पनि 2 ले भाग गर्दै जाने 2 3 ले भाग गर्दै टुक्रा बनाउँदै जाने। यसलाई पनि 10 लाई पनि खण्डीकरण के मतलब टुक्रा गराउँदै जाने। अनि एउटा लाइन यो लेख्ने एउटा लाइन यो लेख्ने। एउटा 20 को लाइन लेख्ने र यहाँ सरर बनाइदिने सबै लेख्ने। एउटा 10 लेख्ने फेरि 2 र 5 यहाँ लेखिदिने। अब यिनी दुईटा लाइन मध्येमा माथि पनि भएको हो तल पनि भएको हो त। माथि 2 छ भने तल पनि 2 छ भने एउटा 2 लेख्ने। मतलब एउटा यो चाहिँ गयो हो 2 लेख्यो। माथि पनि 5 तल पनि 5 भएको हो त यो लाइन हो। दुईटा लाइनमा यहाँ पनि एउटा 5 लेख्ने। अब त के छ त यहाँ त बचेको छ त्यसलाई पनि लेखिदिने। पहिला जोडा बना एक जोडा बराबर एउटा लेख्ने। पछि चाहिँ बचेकोलाई लेखेर के गरिदिने गुणन गरिदिने। 5 दुना 10 दुना 20 एलसीएम कति आयो त 20 आयो। हेर्नुस् एउटा दुईटा पद थियो भने 10 र 20 यहाँ एउटा दुईटा तीनटा छन्। यहाँ पनि 3 एउटा अचल राशि हो। यसलाई कन्स्ट्यान्ट भन्छ हैन। x y चाहिँ चल राशि हो तर यिनी सजातीय पद हैनन् फरक जातका हुन्। 3 चल राशि हो x पनि अचल राशि हो। सरी 3 अचल राशि हो x चल राशि हो y पनि के हो चल राशि हो। तर x र y एउटै जातका होइनन्। त्यसले गर्दा यहाँ कतिवटा जात परे त 3 वटा जात परे। एउटा 3xy भनेपछि 3 वटा। यहाँ दुईटा 20 र 2टा थियो भने जात यहाँ चाहिँ कति भयो 3टा भयो। 3टा जातलाई हामीले यहाँ चाहिँ पहिला चाहिँ छोटो रूपमा लेखिएको थियो। जस्तै छोटो रूप भने x पावर 2 हो छोटो रूप। यसलाई लामो बनाउँदाखेरि x इन्टु x हुन्छ। दुईटा x बनाउँछौँ। त्यस्तै गरेर पहिला यहाँ चाहिँ के थियो छोटो पावर थिए। छोटो पावरमा अहिले चाहिँ मैले के गरिदिएँ लामो विस्तारित रूप भन्छ लामो बनाइदिएँ है। लामो बनाइदिएँ। अनि फेरि लामो बनाइसकेपछि यिनलाई हामीले के गर्यौं त फेरि गुणन गरेर छोटो बनाउने। हेर्नुस् अब यही नै के आयो त माथिको पद आयो। हामीले पनि यो लामो बनाएको थियौं त यहाँ 20 थियो भने माथिको पद ठुलो पद आएको थियो। यहाँ पनि माथिको ठुलो पद आयो। यसरी चाहिँ हामी एलसीएम निकाल्छौं है। अब अलि ठुलो जटिल प्रक्रियामा जान्छौं। अब यो 0 लेभलबाट सुरु छ। कोही म्याथमेटिक्स सिक्न चाहने साथी हुन्छ भने म पहिला 0 लेभलबाट सिकाउँछु। त्यसपछि बेसिक लेभलबाट सिकाउँछु। त्यसपछि इन्टरमिडिएट लेभलबाट सिकाउँछु। त्यसपछि हाई लेभलबाट सिकाउँछु है। ल अहिले चाहिँ यो कुन लेभलको हो 0 लेभल है। 0 लेभलको है। ल अब मैले यहाँ सुरु गरे है। ल यहाँ लेखेँ 9x3 अनि 9x3 हैन। त्यसपछि
y2 र 15x अनि y3y3 ल यसरी लेखेँ है। ल तपाईहरु बुझ्नुस् अब र भनेको छ है विद्यार्थी भाइ बहिनीहरु, यहाँ र भनेको छ भने दुईटा हो भनेको हो क्या है। यो एउटा पद हो, यो एउटा पद हो भनेको। म अब पहिलो अभिव्यञ्जकलाई लिन्छु। पहिलो एक्सप्रेस पनि भन्छन्, अभिव्यञ्जक पनि भन्छन् है। पहिलो अभिव्यञ्जक भनेको पहिला शब्दहरु हुन् है। यो र भन्दा यतातिरका 1 2 3 लाई पहिलो भन्ने, 1 2 3 4 यसलाई दोस्रो भन्ने है। ल 9 लाई टुक्र्याउँ अब हेर्नुस् है। तपाईलाई सबै थाहा छ। ल मैले 9 लाई टुक्र्याएँ। 9 लाई 3 3 9, 9 लाई 3 ले भाग खान्छ है, किनकि 2 ले खादैन, त्यसले गर्दा 3 गराए। अब यहाँनिर 15 लाई पनि टुक्र्याउँछु। 3 ले गर्छौं, 3 र 5 15 है। यो कसरी गर्ने भन्ने कुरा तपाईलाई भाग जस्तै हो के। यो भाग सिधै भाग गर्दिनु। 15 लाई 3 ले भाग गर्दा आन्सर कति आउँछ? 5 आउँछ नि त। ओ त्यही 5 हामीले लेखेको यहाँ। अब फेरि पनि 9 लाई 3 ले भाग गर्दा कति आउँछ? 3 नै आउँछ आन्सर। जस्तै 9 छ, 3 छ, 3 3 9 हो। यो आन्सर चाहिँ तल लेख्ने हो है। सरी, यो आन्सर चाहिँ कहाँ लेखिन्छ? जहिले पनि माथि माथि लेखिन्छ। जस्तै यो 5 थियो भने 3 ले भाग गर्दै थियौं नि त है। 5 ले यहाँनिर 5 राखौं, 3 नै राख 5 राखौं। सरी 3, यसलाई 3 ले गर्नु पर्यो भने यसलाई पनि 3 ले गरेका छौं नि त। 3 ले गर्दा 3 र 5 15 भनेपछि 5 यहाँ भयो है। अब यो भन्दा तल टुक्रिन्न है। किन टुक्रिन्न? अब 3 लाई त कसैले भाग खाँदैन, 5 लाई पनि कसैले खाँदैन है। अब यहाँ कति भयो त? 3 × 3, यहाँ को बराबर 9 बराबर, यहाँ 15 बराबर कति भयो त? 3 × 5 है। ल अब यसलाई टुक्र्याएँ मैले 3 × 3, किनकि हेर्नुस् 3 टा 3 बनाएको छु नि विद्यार्थी भाइ बहिनीहरु है। 3 × 3 इन्टु अब x3 भनेको छ, x को पावर 3 भनेको कतिवटा x त? 3 वटा x, एउटा x, दुईटा x, तीनटा x। हेर्नुस् x लाई टुक्र्याउँदा हामी यस्तो चिन्ह राख्दैनौं, गुणन चिन्ह राख्दैनौं। यो गुणन चिन्हलाई बुझाउने थोप्लो भए पुग्छ है। राख्न पनि सकिन्छ तपाईले। यो थोप्लोलाई हामी गुणन चिन्ह मान्छौं है। तपाईले राख्न पनि सक्नुहुन्छ, किनकि राखेर केही बिग्रिदैन है। तर बुकहरुमा चाहिँ यस्तो लेखेको हुन्छ है। 3 वटा x भयो। अब y लाई टुक्र्याउँदाखेरि इन्टु बनाउने, y × y। ल एउटा पहिलो पद हामीले सक्यौं, यसलाई भन्छ प अ, पहिलो अभिव्यञ्जक। अब दोस्रो अभिव्यञ्जकबाट है 15 लेख्छौं, यहाँ प दो अ लेख्छौं। दो अ भनेको दोस्रो अभिव्यञ्जकबाट 15 लेख्दैनौं है। 3 × 5, 3 × 5 भनेको 15 लाई टुक्र्याउँदाखेरि 3 × 5 आएको थियो नि त। लेख्यौं। अब यहाँ x भनेको कतिवटा इन्टु x छन्? 3 वटा x छन्। अनि y भनेको कतिवटा छन्? 3 टा छन्। ल हेर्नुस् है। अब हेर्नुस् साझा निकाल्छौं। हामीलाई त एलसीएम भनेको त पहिला साझा गुणनखण्ड निकाल्छौं, त्यसपछि बाँकी गुणनखण्ड निकाल्छौं है। साझा कुन छ त हेर्नुस्, यो 3 यो 3, एउटा मात्र 3 लेख्ने। अनि यहाँ अरु 3 त छैन अहिलेसम्म। अब यहाँ 5 पनि छैन, यहाँ 3 छ, यहाँ अर्को 3 छैन भनेपछि यो जोडामा एउटा मात्र 3 लेखे, इन्टु लेखे। अब बाँकी गुणनखण्ड पनि लेखिदिने हो है। 3 अब 5 छ तल्लोमा, यो बाँकी पनि लेखिदिने 5। ठीक छ। अब यहाँ 3 थियो, यहाँ तल्लोमा 3 छैन के। यहाँ भएको त लेखिले नि त मैले, यो जुडा भएको त यहाँ लेखिले। अब यहाँ 3 छैन भने त्यसलाई पनि लेखिदिने, नभए पनि लेखिदिने। हामीलाई एलसीएम भन्ने त थाहा छ है, अघि भनिसकेको छु भने 5 छ भने 5 लेखिदिने। न बाँकी जोडा छैन भने पनि बाँकी पनि लेख्न सक्छौं हामीले है। अब इन्टु 1 2 3 टा x छ, यहाँ पनि 3 टा x छ। मध्येमा हामी 1 जोडा 2 जोडा 3 जोडा छ भने 3 टा x मात्र लेख्छौं हामी। ल 3 टा x मात्र लेख्छौं। 1 2 y 2 टा, यहाँ पनि y 2 टा भने 2 टा y मात्र लेख्छौं। अब बचेको y छ त्यसलाई पनि लेख्छौं। हामीलाई थाहा छ लस भनेको साझा गुणनखण्ड र बाँकी भएका गुणनखण्डलाई गुणन गर्दिने है लेखेर। अब यो लेखिसके मैले। अब गुणन गरौँ है। गुणन गर्दा यहाँनिर लेखेँ एन्सरमा। अब 3 3 9, 5 3 15, 5 3 3 9, 5 45, 4 र 5 45। 3 टा x लाई हामी के गर्छौं? x क्यू लेख्छौं। 3 टा y लाई के लेख्छौं? y क्यू लेख्छौं। यसको आन्सर यही हो, 45 x क्यू y क्यू आन्सर। अब कसरी भयो? एलसीएम भनेको के हो त भन्नुहुन्छ भने ठुलो पद हो। हेर्नुस् 15, अब है
ल यसरी चाहिँ 45 x को पावर 3 र y को पावर 3 अर्थात् y x को घात 3 र y को घात 3 भयो। यसरी चाहिँ हामी एन्सर लेख्छौँ है।